घन्टी बजाउँदै स्वागत भन्दै बोलाएथ्यौ हिज, काम सुरु नहुँदै थाल बजाएर बहिष्कार किन भन्छौ आज? काम सुरु नहुँदै थाल बजाएर बहिष्कार किन भन्छौ आज? बहिष्कार नै भन्नु थियो भने हिज अर्काको सपोर्टरलाई झोले किन भनेको? तिमी पनि होइन र हिजो नयाँको झोले भनेको, तिमी पनि होइन र हिजो नयाँको झोले भनेको। आफ्नो आफ्नो विचार हो, समर्थन जसलाई नि गर्न पाउनुपर्छ। नयाँ या पुराना सबै नेताको असली अनुहार बाहिर ल्याउनुपर्छ। नयाँ या पुराना सबै नेताको असली अनुहार बाहिर ल्याउनुपर्छ। यताको चोर पनि आज उता गएपछि साधु भएको छ। बाहिर बसे आफ्नै टाउको फुट्छ कि भनेर भित्र पसेको छ। बाहिर बसे आफ्नै टाउको फुट्छ कि भनेर भित्र पसेको छ। अनि जनताले नचिनी तिनैलाई भगवान मानेका छन्। अझै फेरि पनि केही हितको काम गर्छन् कि भनेर आश मानेका छन्। फेरि पनि हितको काम गर्छन् कि भनेर आश मानेका छन्। हिजो जे भए नि अब केही त जनताको हितको काम गरिदेऊ। हिजो जे भए नि अब त केही जनताको हितको काम गरिदेऊ। सोझा साझा अनि निमुखाको अलिकति भए पनि सहारा बनिदेऊ। सोझा साझा अनि निमुखा जनताको अलिकति भए पनि सहारा बनिदेऊ।